म बोल्छु त सुन्नु हेलो गाइस, सबैजनालाई नमस्कार। हामी यो सन्ध्याकालीनको समयमा चाहिँ हजुरलाई हामी खटाङ क्षेत्रको दृश्य देखाउन गइरहेका छौँ र यो भेरी नदीदेखि पाल्लोपट्टि एउटा सानो टापु देखिएको छ। यहाँ चाहिँ खटाङ मन्दिर छ, यहाँ शिवजीको मन्दिर छ र यहाँ 3 कुने झुलुङ्गे पुल बन्दैछ। अब केही समयपछि हजुरले झुलुङ्गे पुलको आनन्द ल्याउन सक्नुहुन्छ र सबैजनालाई हेर्नुहोस्। अनि म देखाउन गइरहेको छु। यता माथि चाहिँ यो भेराबारी पर्छ, भेराबारीको पुल पक्की पुल नै छ यहाँ पनि है। यो माथिको देखिने चाहिँ हाम्रो धारापानीको लेक हो, हिले भदाले काउले भन्छन् त्यतातिर। अनि र यो देखिने यो बोर्चोरदेखि माथिको हाम्रो यो सहारे पाती हाल्नको डाँडा भन्छ यसलाई। यहाँदेखि माथिर चाहिँ अब हाम्रो सुँगुर खाली पर्यो र यो ठाउँ चाहिँ सुघाट खानेपानीको योजना र यसबाट पानी चाहिँ सबैलाई सञ्चालन भइरहेको छ। वडा नम्बर 7 मा 8 मा र 9 मा 6 मा यो पानी चाहिँ सबैले खाइरहनुहुन्छ र वितरण भइरहेको छ र बिल चाहिँ धेरै महँगो आउँछ साथी है। यो पानीको चाहिँ अब लगभग होटल व्यवसाय गर्ने मान्छे, कुनै सानोतिनो कुनै उद्योग गर्ने मान्छेहरू कुनै पानीले नै केही गरौँ भन्ने भनेपछि चाहिँ बिल चाहिँ धेरै आउँदो रहेछ। अनि नत्र भने चाहिँ खानको लागि चाहिँ 240 रुपियाँ कति रुपियाँ चाहिँ 8000 युनिटको आउँछ। पानी चाहिँ ठिकै छ, खानको लागि राम्रो छ, सफा पानी छ। र यो खटाङको क्षेत्र सुर्खेतको पूर्वी भेगको एउटा रोमान्टिक ठाउँ र एउटा चाहिँ पर्यटकीय ठाउँ नै भनौँ यसलाई। धेरैजना मान्छेहरू यहाँनिर आउनुहुन्छ शनिबार पारेर या कुनै चाडबाड कुनै छुट्टी भएको बेला चाहिँ आएर यहाँ यति धेरै पिकनिक खानुहुन्छ, पिकनिक मनाइरहनुहुन्छ, नाचगान गर्नुहुन्छ, नाचगान गर्ने कार्यक्रमहरू गर्नुहुन्छ र यहाँ पानी आयो भने पनि बस्नेको व्यवस्था छ, राम्रो छ यहाँ व्यवस्थाहरू। हजुरहरू पनि अब एकचोटि यो ठाउँलाई मन पारेपछि चाहिँ आउनु होला हेर्न, डुल्न अनि घुम्न म भन्छु। अब यहाँ अगाडि चाहिँ ठुलो चौर छ, यो चौरमा चाहिँ फुटबल खेल्ने केटाकेटीहरू खेल्दै हुनुहुन्छ र एकजना हाम्रो एकदम नजिकको मित्र यही खटाङको बारेमा केही भन्न चाहनुहुन्छ। हजुर यो ठाउँमा कहिले आउनुभयो कि नै? म पहिला नि आएको थिएँ, अहिले पनि आइरहेको छु। ए हो, ठिक छ, राम्रो छ, हजुरलाई राम्रो लाग्यो यो ठाउँ? राम्रो छ, रमाइलो छ। हो, ठिक छ। के छ यो ठाउँको विशेषता, हजुरलाई के मनपर्छ? साह्रै नै के मनपर्छ यस्तो कि तपाईँ यो ठाउँमा आइरहनुहुन्छ? सबभन्दा पहिलो कुरो त यहाँ आउने बित्तिकै तपाईँसँग भेट हुन्छ, त्यही रमाइलो। त्यसपछि मौसम गर्न जानको लागि पनि एकदमै राम्रो छ, त्यहाँ पनि रमाइलो छ। र दिउँसोमा यहाँ पिकनिक खाने मान्छे भिडभाड हुन्छ, मेला जस्तै हुन्छ, त्यसैको लागि पनि रमाइलो हुन्छ, त्यसरी म आइरहन्छु। ल धन्यवाद। हजुरले चाहिँ सानो एउटा चाहिँ राम्रो सल्लाह सुझाव दिनुभयो र यहाँनिरको एउटा रोमान्टिक ठाउँ एक अर्कालाई भेट्नको लागि भए पनि र एक अर्कालाई मिल्नको लागि भए पनि यो ठाउँ आउने ठाउँ, बस्ने ठाउँ, डुल्ने ठाउँ र धेरै राम्रो रहेछ। मलाई जहाँसम्म लाग्यो कि अब जस्तै अब गर्मीमा यी बुट्टाहरू अहिले चाहिँ पात छैन, छोक्राल्लो सुकेको जस्तो भएको छ। पछि त अब यसमा पात पलाउँछ होला, अनि पात पलाइसकेपछि झुम्म पर्छ अनि चराचुरुङ्गीले बास गर्छन्, धेरै मान्छेहरू ओट लाग्छन् र यो बुट्टालाई हेर्नुहोस् है, कति राम्रो छ यसको दृश्यलाई हेर्नुहोस्। तर यसमा चाहिँ एउटा पात भनेको चाहिँ छैन है, सुकेको जस्तो देखिएको छ, तर चाहिँ यो बुट्टा चाहिँ काँचो है। गाइस, सबैजनालाई नमस्कार भन्न चाहन्छु म। अनि म चाहिँ यसै खबरबाट सबैलाई सिट्टु मारौ, बाई।